ल अब फर्दर क्लास सुरु गरौँ है त। कुनै डिस्टर्बेन्स भयो कि बिचमा? होइन। अब हामीले अहिलेसम्म डिस्कस गरियो केही कुराहरू, प्लस अब चाहिँ हामीले एक्जाममा आएको क्वेसन नि प्र्याक्टिस गर्दैछौँ। पढ्न सुरु गरेँ। जा, त्यहाँनिर हेर्नुहोस् है। सुरु गरिदिउँ है त अब हामीले। होल्डिङ कम्पनी सातवटा स्टेप। स्टेप वानदेखि स्टेप सिक्ससम्म अन्ली सब्सिडी कम्पनीको ब्यालेन्स सिट हेर्ने। स्टेप सेभेनमा गएर दुइटैको ब्यालेन्स सिट लाई जोड्ने। दुइटैको ब्यालेन्स सिट जोड्दाखेरि सबै आइटम जोड्ने। तर चारवटा आइटममा ध्यान दिनुपर्छ। के थियो? सेयर क्यापिटल, प्रफिट एन्ड लस अकाउन्ट, रेभेन्यू, प्रफिट र इन्भेस्टमेन्ट। चारवटा कुरा हेर्नु पऱ्यो ध्यान दिएर। लेखा पनि छु। कन्सोलिडेटेड ब्यालेन्स सिटमा होल्डिङ कम्पनी र सब्सिडी कम्पनीको सबै कुरा दुवैको जोडेर राख्ने, होल्डिङ प्लस सब्सिडी गर्दै। तर यो चारवटा कुरा चाहिँ होइन, चारवटा कुरा चाहिँ सेयर क्यापिटल होल्डिङ कम्पनीको मात्र। यो कुराहरू हामीले सबै गरिसक्यो होइन त? कति आउनुभएको छ? क्लासै जोइन हुनु भएको छैन। झन् इम्पोर्टेन्ट कुरा पढ। ठिकै छ। एक्जाममा अब क्वेसन प्र्याक्टिस गरौँ। हेर्नुहोस् अब हेर्दाखेरि कस्तो छ होइन, लामो छ है क्वेसन। तर यसमा माइन्डमा त्यस्तो धेरै के छ, क्वेसन के छ सल्भ गर्न, हाम्रो सोल्युसन के हो भन्दाखेरि सातवटा स्टेप हो राइट। ट्याक्कै यसरी लेख्ने के स्टेप वान, डेट अफ एक्विजिसन, कहिले किनेको हो। त्योभन्दा अगाडि सर क्वेसन एकचोटि एक लाइनमा हेरौँ है त। दुईवटा कम्पनीको ब्यालेन्स सिट दिएको छ, एज अन यो डेट ध्यान दिनुपर्छ। यो भनेको हाम्रो क्लोजिङ कहिले हो, वर्षको अन्तिम कहिले हो? 31 चैत्र 2072। भन्नुको मतलब अकाउन्टिङ वर्ष चाहिँ 1 वैशाखदेखि लिएर 31 चैत्रसम्म रहेछ। त्यसको लाइबिलिटी दिएको छ, एसएस दिएको छ। ठिकै छ, यो हेरिहाल्छु। मैले के भनिरहेको थिएँ, स्टेप वानदेखि स्टेप सिक्ससम्म यो होल्डिङ कम्पनी छैन। यो डाटा हेर्ने होइन, मैले यसरी कट गरिदिएँ। ठिक छ। यसको मतलब स्टेप वानदेखि स्टेप सिक्ससम्म जाउँछ अन्ली सब्सिडी कम्पनीको डाटाहरूलाई हामीलाई रिलेभेन्ट हुन्छ। ठिक छ। स्टेप सेभेनमा गएर चाहिँ दुइटै कम्पनीको के गर्ने हो, मर्ज गर्ने। क्वेसनमा अनि एडिसनल इन्फर्मेसन दिएको हुन्छ, यही भने हुन्छ। अब सोलुसनमा त उसले यो डिटेल वर्किङ सिट भनेको मतलब यो हाम्रो स्टेप सोधेको हो। छवटा स्टेपसम्मको 6 मार्क्स यसरी दिएको छ होइन। अब 7 मार्क्स 8 मार्क्स हुनसक्छ। 10 मार्क्सको क्वेसन 5 मार्क्स त स्टेप सिक्ससम्मकै। अनि अब ब्यालेन्स सिट सोध्दा ठिकै छ, यसमा कन्फ्युजन भएन। रिक्वायरमेन्ट हाम्रो स्टेप सेभेनसम्मै गर्ने हो। त्यसो भयो अनि एडिसनल कहिले किनेको हो अरे त भन्दा 1 कार्तिक 2072मा कम्पनी किनेको रहेछ यति सेयर। लस अकाउन्ट अन कहिले, यो डेट एकदम ध्यान दिनु, कहिलेको यो ओपनिङ डेट दिएर कसरी थाहा भयो सर ओपनिङ भनेर? वर्ष अन्तिम भनेको चैत्र हो अरे, भने सुरु ओपनिङ होइन त? सुरु भनेको वैशाख होइन त? अन्तिम चैत्र हो। वर्षको अन्तिम चैत्र हो भने वर्षको सुरु कहिले? वैशाख एकबाट हो। त्यही भएर वैशाख एक भनेको ओपनिङ भएको छ। सन्डी डेटर्स अफ यति इन्क्लुड यति ड्यु फ्रम यस। होल्डिङ कम्पनीको डेटर चाहिँ 20,000 चाहिँ सब्सिडीबाट लिनुपर्ने छ अरे। भन्नु मतलब सब्सिडीले पनि आफ्नो बुक्समा पेएबल टु यस कम्पनी भन्ने होला, यस कम्पनीले पनि रिसिभेबल फ्रम यस कम्पनी भन्ने होला। किनकि दुईवटा कम्पनी मिलेर अब एकै ठाउँ एउटै बन्दैछन् भने एक अर्काको लिन दिन त्यो रिलेभेन्ट हुँदैन अकाउन्टिङको लागि।
त्यस कारणले यस्तो कुरालाई म्युचुअल ओइङ भन्ने नाम दिएर दुइटैबाट घटाउने, दुइटैको करेन्ट एसेस यानि कि दुइटैको डेटर्स र क्रेडिटर्सबाट घटाइदिने, अथवा होइन करेन्ट एसेसबाट घटाइदिन्छु भन्दा पनि भइहाल्यो होइन। त्यसै गरी यो स्टक यस्तो भनेर दिएको हुन्छ अनि पर्सेन्टेज भनेको नि, मैले अघि भनेको थिएँ नि अनरियलाइज प्रोफिट दिएको छ भने अनरियलाइज प्रोफिट निकाल्न यो इन्फर्मेसन दिएको। यो अनरियलाइज प्रोफिटको कुरा भनेको कति बेला रिलेभेन्ट हुन्छ, स्टेप 1 देखि स्टेप 6सम्ममा धेरै केही कुरा छैन क्या, त्यो धेरै क्वेसन सोचेर कन्फ्युज बन्नतिर लाग्ने होइन। स्टेप 6सम्म हाम्रो के हो त भन्दाखेरि सिम्पल, यो अनरियलाइज प्रोफिटको पनि केही समस्या आउँदैन, म्युचुअल वेइङको पनि केही समस्या आउँदैन। हामीलाई स्टेप 1 देखि स्टेप 6सम्म यो म्युचुअल वेइङ अनि त्यसपछि अनरियलाइज प्रोफिट यो चाहिँ स्टेप 7मा गएर आउँछ, स्टेप 7को पनि लास्टमा। त्यो रिजनले यसलाई अहिले लास्टमा हेरौँ न। अब क्वेसन सुरु गर्ने कसरी त नि, त्यसो भए सिम्पल छ, स्टेप सबै स्टेप सम्झिने। स्टेप 1 भनेको के हो भन्नुहोस् अब, डेट अफ एक्विजिसन भनेको, डेट अफ एक्विजिसन भनेको किनेको दिन भनेको कि कहिले किन्यो, डेट अफ पर्चेस। क्वेसनले भने होइन त, यस कम्पनी लिमिटेड अक्वायर 4,000 इक्विटी सेयर अफ सब्सिडियरी अन 1 कार्तिक 2072। फर्स्ट कार्तिक 2072 हो, यो हाम्रो डेट अफ एक्विजिसन हो। स्टेप 2 के हो भन्नु त, के हो, क्यापिटल प्रोफिट निकाल्नु हो। अब तपाईँहरू सुतेर हेरिरहनु भएको छ भने, किनकि एक्जाम 23 गते आइसक्यो, 20 दिन पनि छैन, 20 दिन छ, अनि त्यो त्यसरी त पास भइँदै भइँदैन है, ठिक छ। हामीसँग धेरै टाइम भएको भए त्यो हुन्थ्यो कि टाइमै थोर छ, त्यो रिजनले गर्दा एकदम सिरियस हुनु पर्यो। स्टेप 2 भनेको के त, रेसियो अफ इन्भेस्टमेन्ट भनेको लगानी किनेको त छ, कति अनुपातमा किनेको छ त, रेसियो अफ इन्भेस्टमेन्ट। अब यस्तो रहेछ, ठिकै छ। टोटल कति हो, टोटल सेयर्स कति हो, क्वेसन पढ्नु पर्यो। हेर्नुहोस्, जस्तै सिम्पल भन्नुपर्दा टोटल नम्बर अफ सेयर्स, टोटल नम्बर अफ सेयर्स कसको, होल्डिङ कम्पनीको हेर्ने हो, टोटल नम्बर अफ सेयर्स। सब्सिडारीको हामीले स्टेप 1 देखि स्टेप 6सम्म त यसलाई यस्तै, ओके, ओन्ली स्टेप 7मा गएर हेर्ने कि, त्यति बेलासम्म जेसुकै हेर्न आवश्यक हुन्छ त्यो सब्सिडियरीको मात्रै, ओन्ली सब्सिडियरीको भित्र भएको। तर एउटा कुरा अहिले यो इन्भेस्टमेन्ट स्टेप 6 यो चाहिँ हेर्नुपर्ने हुनसक्छ, एउटा कुरा चाहिँ यो इन्भेस्टमेन्ट, त्यो बाहेक अरू सबै त्यस्तो भने नम्बर अफ सेयर टोटल सब्सिडियरीको किनेको छ, सब्सिडियरीको सब्सिडियरीमा कति लगानी भन्नको लागि टोटल नम्बर अफ सेयर सब्सिडियरी, कति नम्बर अफ सेयर रहेछ सब्सिडियरीमा भन्नु त। 5 लाख 5 लाख, 5 लाख सेयर हो कि सेयरको पैसा हो, क्यापिटलको पैसा हो। क्यापिटल पनि त्यसमा डिभाइड बाई 100 गरेर होइन, उम्, पैसा हो। पैसा हो, पैसा हो भनेदेखि हामीले चाहिँ त नम्बर अफ सेयर्स कति हो, यहाँ किनेको 4,000 कि वटा सेयर्स भने अनि माथि पैसा गरेर त मिल्दैन नि त, नम्बर अफ सेयर्स चाहिँ चाहियो नि त। नम्बर अफ सेयर कति हो, 5 लाख, 5,000 डिभाइड एउटाको 100 हो रे, अनि 100 गर्दाखेरि त 5,000 आयो नि, 5,000 सेयर्स हो। यो 5,000 सेयर्स मध्येमा हेर्नुहोस् है, 5,000 जुन सेयर छ
5,000 सेयर्स दुईजनाले बाँडेका छन् कि छैनन्? एउटा होल्डिङ कम्पनीले किने एउटा एउटा छ होल्डिङ कम्पनीले को भागमा कति हो? होल्डिङ कम्पनीले कति लिएको हो? 4,000। 1,000। भने अर्कोले कति लिएको रहेछ? बाँकी रहेको ब्यालेन्सिङ फिगर भनेको 1,000। यो भनेको माइनोरिटी हो, माइनोरिटी इन्ट्रेस्ट। आउटसाइडर भनेको यिनीहरूको चाहिँ कति छ अरे? 1,000। ठिकै छ। त्यसो रेसियो अफ इन्भेस्टमेन्ट कुन के भयो र निकाल्न? फर्मुला लेख्न मन लाग्यो लेख्ने, होइन भने कति किनेको हो आउट अफ कति? सिम्पल। यसमा पनि फर्मुला ल हेर्नुहोस्। तपाईँहरूको कोही कोही म्याथमा एकदम राम्रो हुनुहुँदो रहेछ। सपोज तपाईँको 90 मार्क्स आउँथ्यो एक्जाममा, कति पर्सेन्ट थियो यो 90 मार्क्स आउनु भनेको? फर्मुला याद गर्न कन्फ्युजन कसरी लागेको छ भने र तपाईँहरूलाई मैले एउटा कुरा जस्ट भनिहालेँ है त। तपाईँहरूको कोर्स मैले सकिदिन्छु एक दुईवटा जुन एक्जाममा इरिलेभेन्ट बाहेक। र मैले पढाउँदाखेरि चाहिँ जस्तै अब कतिपय स्टुडेन्टहरू त अलरेडी एक लेभलमा पढिसकेको हुनुहुन्छ होइन, अगाडि एक्जाम दिइसक्नु भएको हुन्छ। त्यो भएर एउटै कुरा कति भनेको यस्तो नसोच्नु है त, यहाँ सबैलाई ओभरअलमा हेर्नुपर्ने हुन्छ है। त्यो भएर माइन्डमा त्यस्तो केही आयो भने स्लो भयो भने अब केही समय बस्ने होइन। ल ल भन्नुहोस्। फर्मुला याद गर्न कसैलाई कन्फ्युजन छ भने तपाईँले एक्जाममा ल क्लास 10मा तपाईँहरू ग्रेडिङ सिस्टम थियो रहेछ थिएन अरे। सपोज तपाईँले क्लास 9मै ल 90 मार्क्स चाहिँ म्याथमा ल्याउनु भएको रहेछ भने तपाईँले म्याथमा कति पर्सेन्ट ल्याउनु भयो? 90 आउट अफ 100 भनेको थिएन त? जम्मा हो कति फुल मार्क्स? 100। 100 मध्ये तपाईँले पाएको कति? 90। अनि यो गरेर 90% आउँदैन थियो र? यही कुरा त हो लोजिक। यसमा फर्मुला याद गर्नु पर्यो र मैले मार्क्स आफ्नो नम्बर ल्याएको पर्सेन्टेज होइन। अथवा तपाईँको 500 मार्क्स आयो एक्जाममा, 700 मार्क्स हो भने कति पर्सेन्टेज पाउनु भएको छ तपाईँले एक्जाममा मार्क्स ल्याउँदा? 500 ल्याएको आउट अफ 700 डिभाइड बाई 700, यसरी पर्सेन्टेज निकालिन्थ्यो होइन र? सेम यही कुरा हो कि रेसियो अफ इन्भेस्टमेन्ट निकालेको भनेको मतलब टोटल 5,000 मध्ये 4,000 हो भने टोटल कति? टोटल 5,000 हो। 4,000 आउट अफ 5,000 चाहिँ होल्ड गरेको भनेको कति पर्सेन्ट हो? पर्सेन्टमा लेखे पनि भयो, होइन नर्मली लेख्छु भन्न नि पायो। 80% आउँछ होला। 80% आयो राइट। अच्छा 0.8 लेख्न सक्यो। अब यसमा एक्स्ट्रा केही सोच्ने होइन कि बाँकी ब्यालेन्सिङ फिगर यो हो भनेको मतलब 80 यो हो भने 20 यो रहेछ। तर यो निकाल्दा ध्यान दिने ल, एउटा स्टेप बिग्रियो भने तलको अरू कुरा बिग्रिन्छ कि। यो रेसियो अफ इन्भेस्टमेन्ट एकदम इम्पोर्टेन्ट छ ल। यो बिग्रियो भने तलको सबै कुरा बिग्रिँदै जान्छ कि। त्यही भएर एकदम ध्यान दिने, गाह्रो कुरा केही छैन। यहाँसम्म पक्कै बुझियो होला, बाइचान्स बुझिएन भनेदेखि सोधिहाल्ने है। अब भन्नुहोस् स्टेप 3 के हो? क्यापिटल प्रफिट। प्रफिट। स्टेप 4 रेभेन्यू प्रफिट। अब क्यापिटल प्रफिटलाई हामीले फर्मुलाबाट हेर्ने, त्यो अस्ति अघि मैले गरेको थिएँ नि सुरुमा, टेबलबाटै गर्ने। त्यसै गरी पहिले एउटा लाइनबाट बुझ्ने प्रयास गर्ने, अनि भएन भने टेबलबाट गर्ने, फर्मुलाबाट गर्ने। के भन्ने? पहिले फर्मुला लाइनबाट। लाइनबाट बुझौँ है त, त्यसपछि त भइहाल्छ। ल ध्यान दिनुहोस्। सिम्पल एउटा लाइन ताने जसले टाइम बताउँदैछ कि बुझ्नुहोस्। एउटा लाइन छ, के थिए ठिक छ। यो भनेको वर्षको सुरु र वर्षको अन्तिम, यसलाई मानौँ ठिक छ। वर्षको सुरु कहिलेबाट भएको रहेछ? कसरी थाहा हुन्छ? जहिले पनि हामीलाई माथि दिएको ब्यालेन्स भनेको त इयर इन्डिङ हुन्छ कि। भनेको मतलब इयर इन 31 चैत्र 2072 रहेछ। वर्षको अन्तिम कहिले रहेछ? 31 चैत्र 2072 रहेछ। भने वर्षको बिगिनिङ त एक वर्षको हो, एउटा अकाउन्टिङ पिरियड। भने यो इयर इन पहिले थाहा हुन्छ कहाँबाट? ब्यालेन्स सिटको माथि हेर्दाखेरि यो वर्षको अन्तिम रहेछ। चैत्र वर्षको अन्तिम हो भने वर्षको सुरु वैशाख 1 हो नि अभियसली। वैशाख 1 2072। यति कुरा पहिला थाहा पाइदिने। यो भनेको हाम्रो के हो? करेन्ट इयर।
ठिक छ, जहिले पनि एकदम ध्यान दिनुहोस्। यो भनेको करेन्ट इयर, 1 वर्षको पिरियड, 12 महिना हुन्छ जसमा हो, 12 मन्थ। कुरा के भन्दा कम्पनी भनेको त यो त सब्सिडियरी कम्पनी त वर्षौँ वर्षदेखि चल्दै हुन्छ, होइन त। आज पो हाम्रो यो वर्षमा पो कम्पनी एकै ठाउँ एउटा कम्पनीलाई किन्दैछ त भने यो सब्सिडियरी कम्पनी जसलाई किनिरहेको छ त्यो त विगतको विभिन्न वर्षहरूमा बिजनेस चलायो, नाफा कमाउँदै आयो, नाफा नोक्सान कमाउँदै 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 आयो। जब यो वर्षको सुरु हुने बेलामा उसँग ब्यालेन्स हुनसक्छ प्रोफिट एन्ड लस अकाउन्टमा, अथवा रिजर्भ हुनसक्छ। के छ हेरौँ, त्यो क्वेसनमा त्यहाँ हुन्छ कि के छ त, प्रोफिट एन्ड लस अकाउन्ट अफ यस सोड क्रेडिट ब्यालेन्स 10,000 अन फर्स्ट पैसा 2072। वर्षको सुरुमा 10,000 चाहिँ उसँग रहेछ अरे, पिएल अकाउन्ट 10,000 वर्षको सुरुमा। यो दिनमा रहेछ कति, यो दिनमा रहेछ 10,000। अब वर्षको अन्तिममा कति होला त त्यसो भए, यो पनि क्वेसनमा त्यहाँ हुन्छ। जस्ट लगेर यो टेबलमा भर्ने मात्रै हो। यहाँ लेख्नुहोस् न, नत्र फर्मुला साथ यो लेख्नु भने ओपनिङ ब्यालेन्स यो हो, ओपनिङ ब्यालेन्सलाई यहाँ राख्ने, क्लोजिङ ब्यालेन्स यहाँ राख्ने, वर्षको अन्तिम भनेको क्लोजिङ हो। ठिक छ, यहाँ पनि दिएको छ अरे पिएल कति कति भएको छ त पिएल यहाँ। यो चाहिँ माथि ब्यालेन्स सिट हेर्ने, किनभने वर्षको अन्तिम त यो हो, चैत्र 72, चैत्र 72को इन्फर्मेसन यहाँ हुन्छ। मैले के 150 राख्ने हो लगेर भन्नु, होइन 50,000 किन? सब्सिडाइरीको मात्रै हेर्ने हो। स्टेप 1 देखि स्टेप 6सम्म गरुन्जेली होल्डिङ कम्पनीलाई त हामी हेर्दा पनि हेर्दैन, यस्तो कन्फ्युज हुन्छ कि यही कुरामा। किन सर होल्डिङ कम्पनीको केही काम गरेकै होइन कि, हामीले त होल्डिङ कम्पनीले सब्सिडियरी कम्पनीलाई किनिरहेछ भने यो हिसाब किताब किन्दाको दिनसम्म त सब्सिडियरीको हेर्नु पर्यो। हो, त्यो भनिरहँदा एउटा यो इन्भेस्टमेन्ट भन्ने अहिले हामीले हेर्छौँ, एउटा चाहिँ यो एक्सेप्सन भयो, एउटा इन्भेस्टमेन्टलाई चाहिँ अहिले हामीले हेर्छौँ कि, ठिक छ। भने चाहिँ 50,000 राख्नु पर्यो। अब कहिले काहीँ जेनरल रिजर्भ भनेर एक्स्ट्रा केही दिएको छ भने त्यो पनि राख्ने, यसमा त प्रफिट एन्ड लस मात्रै छ भने 50,000 लगेर राखिदिनु पर्यो। अब मलाई तपाईँ आफै के भन्नु भन्दा, तपाईँसँग आफूलाई लिङ्क गर्नु न, तपाईँको ब्याङ्क अकाउन्टमा वर्षको सुरुमा 10,000 अकाउन्टमा पैसा थियो, होइन, कसैले हाल्दैछ। वर्षको अन्तिममा तपाईँले मेरो ब्याङ्क अकाउन्टमा कति छ त पैसा भनेर हेर्दा 50,000 देख्नु भएछ। यहाँ के भएछ, ब्यालेन्स दस बढ्छ। 10बाट 50 पुगेछ, राइट। यहाँबाट यहाँ पुगेछ हो, कति पुगेछ, प्लस कति भएछ, 40,000 भएछ। 40। यो 40,000 कसरी पुग्यो त, तपाईँले कमाउनु भयो नि त। तपाईँको ब्याङ्क अकाउन्टमा वर्षको सुरुमा 10,000 पैसा थियो, तपाईँको ब्याङ्क अकाउन्टमा वर्षको अन्तिममा गएर हेर्दा 50,000 भएको छ भने 40,000 तपाईँले कमाउनु भयो 1 वर्षभित्रमा। यो भनेकै प्रोफिट ड्युरिङ द इयर भनेको हो कि। अब यसको लागि तपाईँ फर्मुला धेरै हेरेर सिम्पल यो चार्ट बनाउन सिकौँ कि हामीले, यो एउटा टेबल बनाउन सिकौँ। सबै इन्फर्मेसन यहाँ जहिले ओपनिङ राख्ने, यहाँ क्लोजिङ राख्ने, यस्तो तरिकाले प्रोफिट ड्युरिङ द इयर 1 वर्षभरिको, यो 12 महिनाको प्रोफिट हो यो, 12 मन्थमा कमाइ भएको, ठिक छ, यो पिरियडमा। अब हेरौँ डेट अफ एक्विजिसन त हामीले स्टेप 1मा लेखेका छौँ, 1 कार्तिक 2072 भनेपछि यो वर्षको बिच भनेपछि यहाँ पर्छ हो, यहाँनिर 1 कार्तिक 2072, यो भनेको पर्चेज डेट हो। भने यो दिनमा जति छ प्रोफिट त्यो भनेको क्यापिटल प्रोफिट हो। यताको सबैको प्रोफिट क्यापिटल प्रोफिट हो, यहाँदेखि यताको सबै प्रोफिट रेभेन्यू प्रोफिट हो। भने क्यापिटल प्रोफिट निकाल्नलाई कुन ठुलो कुरा होला भन्नु, अब क्यापिटल प्रोफिट भनेको के हो त, यहाँ यो दिनको प्रोफिट हो, किन्दाको दिन कति छ, किन्दाको दिनमा प्रोफिट भन्दा यो भनेको यो पिरियडको मात्रै होइन, किनेको दिन बिजनेस चलेदेखि, यो कम्पनी चलेदेखि आज यो कार्तिक 1 2072सम्ममा कमाएको सबै प्रोफिट भनेको क्यापिटल प्रोफिट हो। भन्नुको मतलब बिजनेस त विभिन्न वर्षहरूमा चल्दै आएको छ, यता पनि बिजनेस चल्दै आयो चल्दै आयो चल्दै आयो चल्दै आयो, बिचमा नाफा नोक्सान हुँदै नेटमा हामीसँग यो वैशाख 1मा ओपनिङ ब्यालेन्स छ 10,000। भने यो 10,000 त भयो भयो, तर यो 10,000 भनेको यहाँदेखि यताको सबै भएन के, वैशाख 1देखि यताको मात्रै भयो। अझै यो पिरियडमा पनि चल्यो नि त 6 महिना बिजनेस,
छ महिना कसरी चल्यो, वैशाखदेखि कार्तिक एकसम्म गर्नु। वैशाखै भनेपछि वैशाख गर्नु पर्यो। वैशाख जेठ असार साउन भदौ असोज कार्तिक पुरै गर्नु परेन, किनकि कार्तिक एकबाटै किने भने 6 महिना भने रमिना। यो 10,000 त तपाईँको हुन्छ। यो 10,000 त आयो नै आयो, आयो आयो नि 10,000 कसरी आयो भन्दा क्यापिटल प्रोफिट भनेकै आजसम्मको दिनको प्रोफिट भनेको यो विगतका वर्षहरूमा चल्दै आयो, वैशाख एकसम्ममा 10,000 कमाइसके यो त आयो आयो। सँगसँगै तपाईँको यो 6 महिनाको पनि एक्स्ट्रा आएन र, किनकि 6 महिना पनि चल्यो, 6 महिना पछि यो दिनको प्रोफिट निकाल्यो हो नि त हामीले, यो दिनको 6 महिनापछि चल्यो चलेन कम्पनी भने 6 महिनाको प्रोफिट पनि निकाल्नु पर्यो। एक वर्षको प्रोफिट 40,000 भने 6 महिनाको कति होला भन्नु ल। 20,000। 20,000। यो भनेको 6 हो, तर टोटल त 12 हो भने 6/12 40 गर्दा यो 20,000 आयो भने टोटल क्यापिटल प्रोफिट रहेछ कति, 20,000। 20,000। हेर्नुहोस्, अब यसलाई नि ओपनिङ भन्ने, यसलाई नि प्रोफिट ड्युरिङ ड्युरिङ द करेन्ट इयरको भन्ने, करेन्ट इयर ठिक छ। अब प्लस मैले भनिदिइहालेँ, त्यो भइहाल्यो होइन। 30,000 चाहिँ क्यापिटल प्रोफिट रहेछ। यो कुरा बुझेको हो सबैजनाले, क्यापिटल प्रोफिट निकालेको बुझ्यो सर। भन्नु, सबैजनाले भन्नु पर्यो बुझेको हो। इजी टु, बुझियो। यो अप्रोचमा जाँदा हुन्छ या फर्मुलाबाटै जाउँ, यसरी गयो भने अब कहिले बिग्रिँदैन कि, मतलब स्टार्टिङमा नयाँ लाग्न सक्छ तर क्वेसन हेरेर झुक्दैनौँ हामी यसरी बुझिन्छ जस्तो छ सर। है। ओके, तर यसरी नबुझे पनि छ त के त उता पनि सिम्पल होइन र, फर्मुला हेर्नु त माथि एउटै हो। त्यसरी गरे पनि कुरा त एउटै हो फेरि, तर एक्जाममा कुनै कुनै बेला चाहिँ क्वेसन फरक आइदिन्छ र हाम्रो बिग्रिन्छ। यसरी जानु क्या, अब ओपनिङ पिएल भनेको 10,000 राखिदिनु, यस्तो तरिकाले तपाईँ जानुहुन्छ भने ओपनिङ जेनरल रिजर्भ 0 हो, यस एड क्यापिटल पोर्सन अफ करेन्ट इयर प्रोफिट 50,000 छँदैछ, टोटल क्यापिटल प्रोफिट यति आयो ठिक छ। फर्मुला मेथडबाट जानु भयो भने तपाईँले दुईवटा कुरा याद गर्नुपर्छ, दुईवटाबाट जुन जे सजिलो लाग्छ त्यसरी गर्नुहोस् है। यदि मैले भने जस्तो यस्तो चार्टबाट गयो भने बिग्रिँदैन, मतलब एउटै फर्मुलाले पुग्छ होइन। तर होइन म फर्मुलाबाटै हेर्छु भन्नुहुन्छ भने तपाईँसँग जस्तै क्यापिटल प्रोफिट निकाल्ने एउटा हियो छँदैछ, कहिलेकाहीँ चाहिँ रेभेन्यू प्रोफिट निकाल्दा यहाँ क्यापिटल प्रोफिट अलरेडी क्वेसनमा दियो भने रेभेन्यू प्रोफिटमा छुट्टै फर्मुला याद गर्नुपर्छ कि यसरी, तर यसमा हुँदैन। ल यसै गरी बुझ्ने प्रयास गरौँ न, म दुइटै तरिकाले गरिदिन्छु, जुन सजिलो लाग्छ त्यसरी गर्नु है त आफूले, तर छिट्टै डिसाइड गर्नु कुन सजिलो लाग्छ जस्तो लाग्छ है, अनि त्यसैलाई फलो गर्नुपर्छ। भनेपछि अब यसमा के गर्नु पर्यो, यो चाहिँ अरवालामा राख्थेँ ल मैले, ओपनिङ पिएल, अब ओपनिङ जेनरल रिजर्भ दिएको छैन त्यही भएर मैले त्यसलाई राखिनँ, प्लस प्रोफिट करेन्ट इयर कति आएको थियो हाम्रो, यो चाहिँ अब वर्किङ नोटमा फर्मुला यो दिएको छ नि, फर्मुला लगाउनु मैले दिएको त्यहाँबाट निकाल्नु, जुन हाम्रो 40,000 आएको छ, 40,000 मल्टिप्लाई बाई त्यो 40,000 कसरी आउँछ, फेयर प्रोफिट फर द इयर, प्रोफिट फर द इयर भनेको के हो फर्मुला, क्लोजिङ माइनस ओपनिङ प्लस प्रपोज डिभिजन यताउता होइन त, भनेपछि 50,000 भइहाल्यो माइनस 10,000 40,000 भयो। 40,000 मध्येमा क्यापिटल कति हो, 6 महिनाको हो 20,000, त्यसपछि रेभेन्यू कति हो 20,000 हो, 6 महिनाको 20,000 हो भने माथि प्रोफिट करेन्ट इयर क्यापिटल मात्रै राख्नु पऱ्यो लगेर माथि, किनकि क्यापिटल निकाल्दैछौँ 20,000 आयो भने टोटल 30,000 आयो, यो पनि जुन मेथडबाट गरे पनि 30,000 आयो, यो क्यापिटल प्रोफिट भयो ठिक छ। अब हामीले यहीँ छुट्याइदिने कि रेसियो अफ दुईवटा मध्ये एउटाबाट सिक्यो हुन्छ है। अब छुट्याइदिने यसैमा 30,000 क्यापिटल प्रोफिट आयो भने के गर्ने त, होल्डिङ कम्पनीको कति अथवा होल्डिङ कम्पनी कति, माइनोरिटी इन्ट्रेस्ट कति, यहीँ छुट्याइदिने। अहिले भरे तल गएर चाहिन्छ नि त हामीलाई स्टेप 5 स्टेप 6 होइन, माइनोरिटी इन्ट्रेस्ट हाम्रो जुन स्टेपमा रेभेन्यू निकाल्यौँ टोटल 30,000 प्रोफिट हो, 30,000 मध्येमा कति चाहिँ होल्डिङ कम्पनीको हो भन्दा 80% चाहिँ होल्डिङको हो,
भनेको 24,000। माइनोरिटी इन्ट्रेस्टको कति हो? बाँकी ब्यालेन्सिङ फिगर निकाले पनि भइहाल्यो, होइन भने 30,000 मध्येको 20%, 6,000। अथवा बाँकी रहेको टोटल 30 मध्येमा 24,000 यो हो भने बाँकी कति हो? 6,000 चाहिँ यो हो। यसरी छुट्याइदिने है त। त्यसपछि अब हामी स्टेप 4मा गयौँ भने रेभेन्यू प्रोफिट, अथवा हाम्रो रेभेन्यू प्रोफिट त माथि नै आइसक्यो स्टेप 3मै। त्यही भएर स्टेप 3 र स्टेप 4 एकै ठाउँ गर्दा हुन्छ टेबल बनायो भने। सिधै यहाँ हेडिङ स्टेप 4, स्टेप 3 एन्ड स्टेप 4 भन्ने, अनि यो चार्ट बनाइदियो भने एक्जाममा नम्बर पनि आउँछ यहाँबाट निकाल्दा है। भने रेभेन्यू प्रोफिट कसरी? रेभेन्यू प्रोफिट भनेको कम्पनी चलिसकेपछि हेर्नुहोस्, यहाँदेखि यताको सबै रेभेन्यू होइन त, यो पिरियड सबै रेभेन्यू भने 6 महिनाको टोटल 1 वर्षको 40,000 हो भने 6 महिनाको 20,000 रेभेन्यू भयो। अथवा यसको पनि फर्मेट छ, प्रोफिट फर द इयर, प्रोफिट फर द इयर कति छ? 40,000 माइनस क्यापिटल कति हो? यसलाई हामीले छुट्याएको थियौँ होइन अघि? प्रोफिट फर द इयर माइनस लेस क्यापिटल। क्यापिटल छुट्याइसकेपछि टोटल प्रोफिट मध्येमा 6 महिनाको अगाडिको छुट्याएपछि त क्यापिटल प्रोफिट छुट्याएपछि त रेभेन्यू आइहाल्यो। भनेको कति थियो? 20 6 महिना थियो होइन त, 40,000 इन्टु 6/12 20,000। होइन मैले बुझिसकेँ भन्नुहुन्छ नि, सिधै 6 महिनाको लेख्दै पनि 20,000 भइहाल्यो। तपाईँहरूमध्ये कतिजनालाई त्यस्तो लागेको छ? सर यो मेथड धेरैतिर तपाईँ नजानु, एउटै मेथडलाई हामीलाई फलो गराएर एकदम है दुईवटा मेथडले झन् कन्फ्युज भयो जस्तो लाग्यो कसैलाई छ भन्नु त? कि बुझिरह अहिले भनेको कुरा? यो माइनस होइन है? रेभेन्यू प्रोफिट यसलाई अब हामी छुट्याइदिउँ न, रेसियो यसलाई सेग्रिगेट गऱ्यौँ। यो 20,000 मध्येमा यसै गरी हामीले, तपाईँले एक्जाममा वर्किङ नोट हो है यो, यस्तो गरेर धर्काधान गर्दा केही समस्या हुँदैन। होल्डिङ कम्पनीको भागमा कति र माइनोरिटी इन्ट्रेस्ट कति, यसरी गर्दा यो प्रेजेन्टेसन सिक्दा हुन्छ, यसै गरी गरे हुन्छ। माइनोरिटी इन्ट्रेस्ट ठिक छ। होल्डिङ कम्पनीको भागमा कति? 20,000 इन्टु रेसियो कति थियो? 80% थिएन त, भनेको 16,000 हो। अनि यो चाहिँ कति? बाँकी ब्यालेन्सिङ फिगर सिधै चार्ट लेखे पनि हुन्छ। होइन भने होइन, म किन त्यस्तो गर्छु भनेर 20,000 मल्टिप्लाई बाई 20%, 80 उता भने 20 यता थियो रेसियो, यो भनेको 4,000 हो। यहाँसम्म बुझ्या हो भन्नु त? ओके। ठिक छ है। अब हामी सुरु गरौँ न त, फर्दर अगाडि फेरि कन्टिन्यू गरौँ। अहिलेसम्म के गर्यो त? केही गरेन, स्टेप 4सम्म गऱ्यो है त, स्टेप 4सम्म गऱ्यो। स्टेप 4सम्म गर्नको लागि दुनियाँ धेरै कुरा हेर्न आवश्यक हुँदो रहेछ र। जस्ट क्वेसनको इन्फर्मेसन दिएको कहिले किनियो, ओपनिङमा प्रफिट कति थियो, क्लोजिङमा प्रफिट कति थियो, यति हेर्नुपर्ने रहेछ होइन र? ब्यालेन्स सिट धेरै हो नि। तर तपाईँको यति गर्नु भने तपाईँको 15मा 3.5 4 मार्क्स आउन सक्छ, यतिमै 3 भनौँ न। ठिक छ, किनकि स्टेप 1 भनेको त यो नामको मात्रै हो नि त, डेट अफ एक्विजिसन त क्वेसनमा दिएकै हुन्छ। ठिक छ, भनेपछि अब हामी फर्दर अगाडि बढौँ न त अब हैन? ल हेर, नबुझे जस्तो लाग्यो भने चाहिँ मलाई रोकिहाल्नु होला है त बिचमा। ल लेट्स गो। त्यसपछि के आउँछ हाम्रो अब स्टेप 5मा? कस्ट अफ कन्ट्रोल। कस्ट अफ कन्ट्रोलमा खास गर्ने के रहेछ?
भन्नु त। होल्डिङ कम्पनीले राखेको कस्ट होल्डिङ होल्डिङ कम्पनी भन्दा बाहिर राखेको नै होल्डिङ कम्पनी होल्डिङ कम्पनीको हेर्ने बस गरी के अरे होल्डिङ कम्पनीको हेर्ने नै होल्डिङ कम्पनीको भन्नाले कि यो हेर्ने भने हो, योहरू यो डाटा, होइन होइन यो डाटा होइन त्यो स्टेप भन्नु होइन। 1 देखि स्टेप 6 सम्म यो हेर्ने नै होइन होइन। होल्डिङ कम्पनीले किन्दा, सब्सिडियरी किन्दा के तिर्यो, होइन के तिर्यो भर्सेस के पायो, यति हेर्ने। के पायो के तिर्यो भर्सेस के पायो, कस्ट अफ कन्ट्रोल भनेको होल्डिङ कम्पनीले सब्सिडियरी कम्पनीलाई किन्दा, किनेकै हो नि त इन्भेस्ट गर्नु भनेको, किन्दा के पायो भर्सेस के तिर्यो, सरी के तिर्यो भर्सेस के पायो, ठिक छ। के तिर्यो भर्सेस के पायो यो कुरा हेर्ने हो है त। के तिर्छ, मैले तपाईँलाई यस्तो यस्तो कुराहरू चाहिँ नोटमा आफैले अलिक रफ नोटै जस्तो मानेर टिप्नु है त। के तिर्छ, इन्भेस्टमेन्ट गर्ने हो, सिम्पल इन्भेस्टमेन्ट गर्ने हो, यो इन्भेस्टमेन्ट भनेकै तिरेको हो। के पाउँछ, प्रफिट। पार भ्यालु अफ सेयर त पाउँछ, सेयर पाउँछ, र के पाउँछ प्लस एक्स्ट्रा के पाउँछ, प्रोफिटको सेयर पाउँछ हो, प्रोफिटमा सेयर पाउँछ, यही हो हुने। जस यो मैले अझै सजिलो याद गर्न सजिलो होस् भने यो सबै मैले किन भनिरहेको छु त, सिम्पल मैले तपाईँहरूलाई होइन फर्मेट लेखाएँ सोल्युसन गराएँ यति भए पुगिहाल्छ नि। तर होइन याद गर्नलाई अलिक सजिलो होस् भनेर यो भनेको कि, प्लस थ्योरी क्वेसन आयो भने नि तपाईँले यसलाई आफ्नो शब्दमा लेख्न सक्नुहोस् भनेर। अब हाम्रो फर्मेटै छ नि यसको, छ नि त होइन। कस्ट अफ कन्ट्रोल निकाल्ने फर्मेट छ, हामी फर्मेट हेर्छौँ। जस्ट अ मिनट, के छ म बनाइहाल्छु नि। सँगसँगै आफूले टेबल जस्तो बनाउनु न, अब टेबलमै प्रेजेन्ट गर्दा राम्रो हो नि त होइन। यति गर्नुहुन्छ ठिकै छ ल। कस्ट अफ कन्ट्रोलमा पुग्यो र हरेक कुरालाई स्टेप बाई स्टेप हेऱ्यो भने केही छैन कि जब लेन्दी पनि छैन, गर्दै जाँदाखेरि सबै एउटै हो। अहिले न फर्स्ट क्वेसन छ नि त, हरेक क्वेसनमा सेमै छ हुन्छ कि कुराहरू, सबै गर्ने तरिकाहरू पार्टिकुलर्स अमाउन्ट हो। के तिर्यो भर्सेस के पाइयो होइन त, के तिर्यो भ्यालु अफ, भ्यालु अफ इक्विटी सेयर अक्वायर, क्वेसनमा भ्यालु अफ इक्विटी सेयर अक्वायर भनेको यसलाई कहिले इन्भेस्टमेन्ट भनेर पनि भन्न सक्नुहुन्छ यो, इन्भेस्टमेन्ट इन सब्सिडियरी भन्न खोजेको हो यो। इन्भेस्टमेन्ट इन सब्सिडियरी पनि एउटै कुरा हो यो, के तिर्यो भनेको। कहिलेकाहीँ क्वेसनमा अमाउन्ट दिएको हुन्छ, अमाउन्ट दिएको छैन भने कसरी निकाल्ने भन्ने थिएँ मैले, नम्बर अफ सेयर पर्चेज इन्टु प्राइस पेड पर सेयर, एउटा सेयरलाई कति पैसा तिरियो, ठिक छ। यसबाट के तिरियो भर्सेस के पाइयो भने चाहिँ दुइटा प्रफिट लस निकाल्न खोज्दैछौँ नि त, भने लेस के त पार भ्यालु अफ, पाएको त हामीले यो हो नि त पार भ्यालु अफ इक्विटी सेयर। कसरी निकाल्ने यो भन्दा भ्यालु भनेको किनकि त्यही भएर अमाउन्टमा जानु पर्यो, कतिवटा सेयर किनिन्छ, फर्मेट लेखिदिइसकेको छु त्यही भएर मैले फर्दर धेरै भन्दिनँ यहाँ। कतिवटा सेयर किनिन्छ मल्टिप्लाई बाई एउटाको त पार भ्यालु 100 हो। सँगसँगै के पनि भन्दा सेयर अफ क्यापिटल प्रोफिट, सेयर इन क्यापिटल प्रोफिट भने यो स्टेप 3बाट आउँछ हो। स्टेप 3मा हामीले निकालिसकेका हुन्छौँ हरेक लङ क्वेसन गर्दा, यही हो कुरा भनेको यसमा। अब भ्यालु अफ इक्विटी सेयर अक्वायर
नाम जे भने पनि इन्भेस्टमेन्ट इन सब्सिडियरी कम्पनी भनेको, अथवा यसलाई नेपालीमा लेख्नुहोस् के तिरियो भन्नु खोजेको। के तिरियो त हामीले क्वेसन हेर्दा हो सबै कुरा हाम्रो होल्डिङ मतलब ब्यालेन्स सिटको सबै आइटमहरू न सब्सिडियरीको मात्रै हेर्ने, तर एक्स्ट्रा यसमा चाहिँ एउटा यो इन्भेस्टमेन्ट इन सब्सिडियरी कम्पनी भनेर दिएको हुन्छ कि यो 5,000 यहाँ हो। यो कुरा चाहिँ हामीले होल्डिङ कम्पनीको एक ठाउँ यो मात्रै हेर्नुपर्ने रहेछ, यसरी बुझ्नु पर्यो। कहिलेकाहीँ यो अमाउन्ट दिएको छैन भने तल भनिदिएको हुन्छ। जस्तै अघि नै हामीले गरेको क्वेसन एउटा 150 तिरियो भनेको थियो, तपाईँलाई याद छ भने यो 5 लाख जुन भने हो, यो 5 लाख भनेको चाहिँ लगानी गरेको हो कि 5 लाख रुपियाँ पैसा तिरेको हो, त्यही भएर त होल्डिङ कम्पनीको ब्यालेन्स सिटमा इन्भेस्टमेन्ट भनेर देखायो। भनेको 5 लाख भनेको चाहिँ हामीले तिरेको हो। त्यस कारणले तपाईँलाई कहिलेकाहीँ यसलाई अर्को नाम दिनुहोस् न, इन्भेस्ट लेख्नुहोस् है त्यो नोटको आफ्नो साइड कपमा इन्भेस्टमेन्ट इन सब्सिडी कम्पनी भन्नु र यो एउटै कुरा, अथवा यसलाई के तिरियो भन्नु खोजेको, तिरेको भन्ने हो क्या, तिरेको। ठिक छ, 5 लाख तिरिएको रहेछ, त्यसो भए पाइयो कि क्वेसनले भन्नु, ल तपाईँ आफै भन्नुहोस् के पायौँ हामीले। 4,000वटा सेयर पायौँ होइन, तर त्यो नम्बरमा भयो, अमाउन्टमा के पायौँ जहिले पनि यो चाहिँ कति सेयर फर्मेट हेर्न सक्नुहुन्छ, कतिवटा सेयर पाइयो र एउटाको भ्यालु जहिले पनि 100, नम्बर अफ सेयर्स इन्टु 100 भनेको 4 लाख हो। 5 लाख तिरेर 4 लाख पाउने भए को बेकुलले तिर्छ होला र, अभियसली नो। त्यो भएको कारणले गर्दा प्रफिट पनि पाउँछ कि, सेयर इन क्यापिटल प्रफिट चाहिँ कति हुन्छ त, टोटल प्रफिट कति हो 30,000 हो। 30,000 मध्ये होल्डिङ कम्पनीको 24,000 रहेछ, यहाँ त होल्डिङको मात्रै हेर्ने हो नि, भनेपछि 24,000 रहेछ। त्यसो भए कस्ट अफ कन्ट्रोल कति आयो, सरी आइदर अब हामीलाई अब घाटा भयो कि नाफा भयो भन्नु त, नाफा भयो। नाफा भयो। कसरी नाफा भयो, 5 लाख रुपियाँ लगानी तिरियो, पैसा यो तिरेको भनेको, पाएको कति हो 4,24,000। 5 लाख रुपियाँ पैसा दिएर 4,24,000को केही भ्यालु पाइन्छ भने त्यो नाफा हुन्छ र होइन, घाटा भयो। घाटा हो। अब घाटा नाफा यस्तो एनालाइसिस किन गर्ने सर, सिम्पल तपाईँले भन्नुभएको थियो कि भन्दा यसरी भ्यालु राख्ने, यहाँ सुरुमा इन्भेस्टमेन्ट इन सब्सिडियरी कम्पनी को भ्यालु कति इन्भेस्टमेन्ट गरियो त्यो राख्ने, त्यसबाट पार भ्यालु अफ इक्विटी सेयर्स पर्चेज घटाउने, सेयर अफ क्यापिटल प्रफिट पनि घटाउने, प्लसमा आयो भने गुडविल, माइनसमा आयो भने क्यापिटल रिजर्भ। हामी त यसै गरी याद गर्छौँ भन्नुहुन्छ भने ठिक छ गर्नुहोस् न, त्यो त मैले भनिसकेन र, त्यो त नोटमै लेखिदिएको छ, फर्मेटै भने हो, त्यो त छँदैछ। त मैले तपाईँहरूलाई नबिर्सिने लोजिकल्ली भनिदिइरहेको छु, सो लोजिकल्ली याद भयो भने बिर्सिँदैन कि। सिम्पल, गुडविल भनेको लस नै हो, क्यापिटल रिजर्भ भनेको त पैसा, रिजर्भ भनेको जेनरल रिजर्भ भनेको प्रोफिट थियो कि थिएन, इन्टरचेन्जेबली युज हुने शब्द भन्ने थिएन त, रिजर्भ भनेको प्रोफिट हो, त्यही भएर क्यापिटल रिजर्भ भनेको प्रोफिट नै हो। अनि त्यस पछाडि गुडविल भनेको चाहिँ लस हो। यस्तो शब्दहरू तपाईँले याद गरेर जानुभएको छ भने अब तपाईँ यहाँ क्यापिटल रिजर्भ लेख्ने कि गुडविल लेख्ने कन्फ्युज हुँदैन कि एक्जाममा, होइन भने याद गरेको छ भने कि त्यसलाई दिनै पछि हेरेको हेरे गर्नु पर्यो, अनि थाहा हुन्छ कि यहाँ फर्मेट चाहिँ हेरेको हेरे गर्नु पर्यो होइन। होइन भने यहाँ तपाईँले गुडविल लेख्ने ठाउँमा क्यापिटल रिजर्भ लेख्नुभयो भने यसले गर्दा तल ब्यालेन्स सिटै बिग्रिन्छ नि त। अनि के भएछ, 5 लाख रुपियाँ भनेपछि प्लसमा आएछ, अथवा प्लसमा आएछ नि लस भएन र, 5 लाख पैसा तिर्यो, 4 लाख प्लस 424 पाइयो भने कति लस भयो त, 5 लाख माइनस 4 लाख माइनस 24,000 गर्दाखेरि 76 76,000। लस भयो। 76,000 लस भयो, त्यही भएर गुडविल लेखेको यसरी यताको अमाउन्ट लेखेर यता लेखियो भने सजिलो हुन्छ हामीलाई होइन। अथवा होइन तपाईँले यो के भन्नुभयो, म यस्तो छैन मलाई भन्नु लाग्छ भने प्लसमा आयो भने गुडविल लेख्ने, माइनस आयो भने क्यापिटल रिजर्भ लेख्ने, त्यो त मैले यहाँ भनेकै छु नोटमा है। कतिपय कुरा मैले भनेको धेरै चाहिँदैन है मलाई भन्ने हो भने क्वेसन गर्न सक्ने त जसरी पनि बनाइहाल्छु मैले, त्यो भएर नोट मैले दिएको हेर्नु पुग्छ, होइन भने गुडविल लेख्नु पर्ने रहेछ यो है। टक्क त्यसो भए तपाईँलाई यदि तपाईँलाई मैले भनेको यो ठिक लाग्यो भएन भनेदेखि के गर्ने, कस्ट अफ कन्ट्रोलको फर्मेट हेर्ने,
फर्मेट याद गर्ने, त्यहाँबाट फर्मेटमा भएको अमाउन्ट राख्दै जाने, यदि त्यहाँ प्लस आयो भने गुडविल, माइनस आयो भने क्यापिटल रिजर्भ। गट इट? के हो? Inventory, माइनोरिटी माइनोरिटी interest. इन्ट्रेस्ट इन्ट्रेस्ट भनेको यो चाहिँ ब्यालेन्सिङ फिगर बाँकी रहेको। होल्डिङ कम्पनीले टोटल सब्सिडियरी कम्पनी मध्येमा होल्डिङ कम्पनीले तिरेको भाग जति होल्डिङ कम्पनीको अधिकार सबै कस्ट अफ कन्ट्रोलमा आउँछ। माइनोरिटी कम्पनीको अधिकार सबै, माइनोरिटी भनेको अरू सेयर होल्डरको सबै माइनोरिटी इन्ट्रेस्टमा आउँछ। यसको मतलब यसमा सिम्पल कुरा हो, यसमा पार भ्यालु अफ रिमेनिङ सेयर्स के रिमेनिङ सेयर्स, यहाँ फेरि होल्डिङ कम्पनीको सबै माथि कस्ट अफ कन्ट्रोलमा जान्छ भने बाँकी यहाँ आउँछ, त्यही भएर ब्यालेन्सिङ फिगर नाम दिएको। पार भ्यालु अफ रिमेनिङ सेयर्स कति हो? पहिलो कुरा रिमेनिङ सेयर्स कति थियो भन्नु त? टोटल सेयर्स हामीले रेसियो निकाल्दा हेरिया हो, रिमेनिङ सेयर कति थियो भन्ने कुरा 4000 होल्डिङ कम्पनीको हो भने 1000 चाहिँ 1000. 1000 भने माइनोरिटी माथि जहाँ जहाँ माइनोरिटी आएको छ त्यो सबै माइनोरिटीभित्र जान्छ। पार भ्यालु भनेको पार भ्यालु अफ रिमेनिङ सेयर, त्यही भएर त ब्यालेन्सिङ फिगर भने मैले। टोटल सेयर मध्ये 4000 कस्ट अफ कन्ट्रोलमा गइसक्यो भने बाँकी रहेको 1000। तर जहिले पनि यहाँ पार भ्यालु राख्ने, त्यो भएर पार भ्यालु त 100 हुन्छ नेपालमा कम्पनी एकाउन्ट त। त्यो भएर कति आयो? 1 लाख आयो। सेयर इन क्यापिटल प्रॉफिट, सेयर इन क्यापिटल प्रॉफिट, यसमा क्यापिटल प्रॉफिट कसको सेयर राख्ने? यहाँ सब्सिडाइरीको माइनोरिटीको कुरा होइन, सब्सिडियरीको त टोटल हो नि त। हरेकमा हामीले माथि क्यापिटल प्रॉफिट भन्ने वर्किङ नोटमा माइनोरिटीको लागि छुट्याएर राखेका थियौँ कि नै टोटल मध्ये, यो क्यापिटल चाहिँ माइनोरिटीको जाने भयो होइन त। भनेपछि 6000 हरेक यो होल्डिङको कस्ट अफ कन्ट्रोलमा जान्छ, माइनोरिटीको कहाँ जान्छ? माइनोरिटीभित्र जान्छ। सेयर इन क्यापिटल प्रॉफिट कति रहेछ? यो स्टेप 3बाट आएको हो। Oh, स्टेप 3बाट आएको 6000 सँगसँगै यहाँ चाहिँ रेभेन्यू प्रॉफिट पनि यहीँ राखिदिन्छौँ कि। सेयर इन, नोटिस गर्नुभयो भने माथि कस्ट अफ कन्ट्रोलमा रेभेन्यू प्रॉफिट चाहिँ राखेका छैनौँ हामीले यहाँ है। यो अहिले रेभेन्यू प्रॉफिट छुट्टै ब्यालेन्स सिटमा देखाइदिन्छौँ, तर यसको चाहिँ रेभेन्यू प्रॉफिट पनि यहीँ देखाइदिने। सेयर इन रेभेन्यू प्रॉफिट, सेयर इन रेभेन्यू प्रॉफिट यो स्टेप 4बाट आउने हो। माइनोरिटीको लागि हामीले छुट्याइदिएको छौँ, त्यही लिएर आउने हो। कति छ स्टेप 4बाट? माइनोरिटीको लागि 4000 हो भने 4000 तपाईँले छुट्याइदिनु पर्यो। यति हो। के आउँछ यो भनेकै माइनोरिटी भनेको बाहिरी व्यक्तिहरूको अधिकार, यति हो। कति रहेछ त त्यसो भए? यो माइनोरिटी इन्ट्रेस्ट भन्ने नाम दियो। यो ह्यान्ड यस्तै होला, INTRST हो। कति रहेछ यो? 1,10,000 हो। ओके, अब हाम्रो काम रह्यो स्टेप 6, स्टेप 7 ब्यालेन्स सिट। consolidated ब्यालेन्स सिट। बेटर के हो? फर्मेट पुरै कम्प्लिट लेखेको राम्रो। हामी बनाउँदैछौँ कसको बुक्समा? हामी को बनिरहेछौँ? हामी सब्सिडियरी होल्डिङ भनिरहेछौँ। इन द बुक्स अफ होल्डिङ कम्पनी। कहिलेको लागि ब्यालेन्स सिट भनेपछि एजन हुन्छ, एजन डेट राख्ने 31 चैत्र, माथि दिएको ब्यालेन्स सिटकै डेट 2072। यो चाहिँ फुल फ्रेजवाला कुरा हो ल। भनेको होइन म यही नै लेखिरहन्छु, यही जसरी अनि यो लेख्छु भनेर यति याद गर्नुको लागि स्ट्रेस दिनु पर्दैन होइन। तर फुल फुल प्रेजेन्टेसन चाहिँ यस्तो हो कि ब्यालेन्स सिट बनाएर किन हो भने ठिकै छ नि त होइन, फर्मेट बनाइदिउँ।
भाइ त यो आफूले पनि बनाउनु होला न। र यति भयो। अब फर्मेटिङ ब्यालेन्स सिट हो है। पार्टिकुलर लाइबिलिटी हुने भयो, अमाउन्ट हुने भयो है। यता एसेस र अमाउन्ट। अब ध्यान दिनुपर्ने कुरा कि अब चाहिँ हामीले, किनकि स्टेप 1 देखि स्टेप 6सम्म हामीले सब्सिडियरीको मात्र हेरेका थियौँ, इन्भेस्टमेन्ट इन सब्सिडियरी भन्ने बाहेक ब्यालेन्स सिटको आइटम। अब चाहिँ होल्डिङ र सब्सिडियरी दुइटैको एकै ठाउँ ल्याउने हो, कन्सोलिडेट गर्ने भनेकै त्यही हो। भन्नुको मतलब के, दुइटै ब्यालेन्स सिट जुन क्वेसनमा दिएको छ, अब हामीले हरेक जोड्ने, सबै प्लस गर्ने दुइटैको, यो र यो प्लस गरिदिने लाइबिलिटीमा, यो र यो प्लस गर्ने एसेसमा। भनेको हरेक आइटम इन्डिभिजुअल आइटम ट्याक्क जोड्ने, ल्याएर प्लस गर्ने। तर प्लस गर्ने भन्दा कि सबै प्लस गर्ने त, क्वेसन इज त्यो। ठिक छ। अब हामी स्टेप 7मा आएर स्टेप 6सम्म होल्डिङ कम्पनीको सबै डाटा इग्नोर गरिएको थियो, एउटा इन्भेस्टमेन्ट इन सब्सिडी कम्पनी बाहेक, किनकि त्यो स्टेप 5मा हामीलाई कस्ट अफ कन्ट्रोल निकाल्न चाहिन्थ्यो। त्यो बाहेक अरू सबै हामीले स्टेप 6सम्ममा होल्डिङको इग्नोर थियो। अब बेला आयो होल्डिङको पनि, दुइटैलाई एकै ठाउँ कन्सोलिडेट भनेको जोड्नु के, दुइटालाई हामीले प्लस गर्छौँ। अब यहाँ भन्नुको मतलब एसेस सबै प्लस गर्ने दुइटैको, होल्डिङको एसेस प्लस सब्सिडियरीको एसेस, लाइबिलिटी पनि होल्डिङको लाइबिलिटी सब्सिडियरीको लाइबिलिटी गर्ने। तर क्यापिटल आइटम, इक्विटीभित्र हुने आइटम जस्तै सेयर क्यापिटल, प्रफिट एन्ड लसहरू चाहिँ जोड्ने होइन। 4वटा कुराहरू भनेको थियो हो, ध्यान दिनुपर्ने कुरा 4वटा थियो। अब हेरौँ न त त्यसैलाई, 4वटा कुन कुन थियो भन्दा, कसैको क्लास छुटेको थियो भने हामीले यस्तो भनेको थियो अघि नै फर्स्ट क्लासमा है। ब्यालेन्स सिट यस्तो थियो, यो रेकर्डिङ भिडियोमा फर्दर बढी चाहिँ हेर्नुहोस्। त्यो मध्येमा यो सेयर क्यापिटल होल्डिङको मात्र राख्ने, प्रफिट एन्ड लस र रेभेन्यू प्रफिट होल्डिङको मात्र राख्ने, इन्भेस्टमेन्ट छ भने दुइटैको राख्ने, होइन भने एउटा भइहाल्यो होइन। ठिक छ, देन अगाडि बढौँ है त। त्यसो भए सुरु गर्नुपर्दा लाइबिलिटी अब हाम्रो के छ त, सबै जोड्दै राख्ने भनेन। अब साइडमा तपाईँले आफ्नो ओल्ड इज गोल्ड राखेर ब्यालेन्स सिट हेर्नुहोस् साइडमा, अनि यो ब्यालेन्स सिटको हरेक आइटम जोड्दै जाने। तल दुईवटा आइटमहरू छन्, यो डेटर्सको, एउटाको डेटर्स भनेको नि, एउटाको डेटर्स अर्काको क्रेडिटर्स हुन्छ, अथवा बिल्स क्रेडिटर्स हुन्छ भनेपछि यहाँबाट घटाइदिने हो। यो म्युचुअल जुन एउटै कम्पनी इन्क्लुड भनेको नि, सन्डी डेटर्स अफ एच भनेको यो अमाउन्ट कहाँ छ, यो 2,50,000 भित्र, र एउटाको डेटर्सभित्र कि पाउन बाँकी अर्कोबाट छ भने अर्काको क्रेडिटरभित्र तिर्न बाँकी, यसको तिर्न बाँकी हुन सक्छ। यो अमाउन्टलाई हामीले अहिले क्रस गरिदिन्छौँ, हटाइदिन्छौँ, लेस गर्छौँ। त्यति बेलासम्ममा यसलाई हेरेर हामी बिगार्नतिर नलागौँ। पहिले अब स्टेप 6सम्म गरेपछि हामी अगाडि कसरी बढ्ने र हेरौँ। सिम्पल छ, स्टार्टिङ पहिले यहाँबाट गर्ने। गुडविल दिएको छ, गुडविल भनेको जहिले पनि यो कहाँ स्टेप 5बाट कि गुडविल आउँछ कि क्यापिटल रिजर्भ आउँछ। क्यापिटल रिजर्भ आयो भने यता लेख्नुपर्छ, गुडविल भयो भने यहाँ। यो कति आएको हुन्छ अमाउन्ट, 76,000 आयो जस्तो लाग्छ मलाई। यसपछि होइन, यसपछि के छ त, ल
ठिक छ, हामी यतिबाट सुरु गर्न सकिन्छ। जस्तै सेयर क्यापिटल हेरौँ न, इक्विटी सेयर क्यापिटल भने कन्सोलिडेट गर्नु भनेको जोड्नु हो कि होइन? कन्सोलिडेटको मिनिङ भनेको दुइटालाई ग्रुप जोड्नु हो नि त। जोड्नु हो भने त अब इक्विटी सेयर क्यापिटल लेख्यौँ भने दुइटैको जोड्ने हो, हरेक कुरा जोड्ने हो आइटम। त्यो भएर 10 लाख होल्डिङ कम्पनीको, 5 लाख सब्सिडी कम्पनीको, अनि टोटल 15 लाख लेख्नु पर्यो हो। ठिक छ। अनि यो चाहिँ होल्डिङ कम्पनीको मात्रै हेर्ने भनेको होइन र? किन त्यस्तो गर्ने त? होइन हजुरले त्यही होइन, लास्टमा त हेर्ने भन्ने हो नि त। 4वटा आइटम चाहिँ होल्डिङ कम्पनीको मात्र हेर्नु, हामी यसमा कन्फ्युज हुन सक्छौँ। 4वटा आइटम चाहिँ होल्डिङ कम्पनीको मात्र हेर्ने, त्यसको लोजिक सहित मैले भन्दैछु छु किन। हामीले कसको बुक्समा बनाइरहेछौँ ल हेर्नुहोस्, इन द बुक्स अफ होल्डिङ कम्पनी। तपाईँको घरमा कोही पाहुना आएर बस्नु भने त घरको ओनर त स्टिल तपाईँ हो नि, होइन र? हो। भन्नुको मतलब क्यापिटल त ओनरको देखिन्छ नि त ब्यालेन्स सिटमा। उम्, अब सब्सिडियरी कम्पनीको जोड्नको लागि सब्सिडियरी कम्पनी ओनर हो र? त्यो त होल्डिङ कम्पनीले आफ्नो बुक्समा बनाइराख भने इक्विटी सेयर क्यापिटल सब्सिडियरीको देखाउनै मिल्दैन। इक्विटी सेयर क्यापिटल भनेर ब्यालेन्स सिटमा देखिनु भनेको ओनरले लगाएको पैसा भनेको। यहाँ ओनर भनेको होल्डिङ कम्पनी मात्रै हो भने ओनरले लगाएको पैसा उसको क्यापिटल 10 लाख मात्रै हो नि, सिम्पल कुरा। त्यही भएर 4वटा आइटम मध्ये एउटा इक्विटी सेयर क्यापिटल हो जसमा होल्डिङको मात्रै राख्ने। ठिक छ, सिम्पली इक्विटी सेयर क्यापिटल र प्रोफिटको आइटम भनौँ न। अब अर्को भनेको हाम्रो हेडिङ के हुन्छ, रिजर्भ एन्ड सरप्लस भन्ने हेडिङ दिने कि यसभित्र सबै प्रोफिटहरू राखिदिने। रिजर्भ एन्ड सरप्लस भनेर यस्तो एउटा मेन हेडिङ दिएर यसलाई अन्डरलाइन गरिदिने। यसभित्र के आउँछ, स्टार्टिङै माइनोरिटी इन्ट्रेस्टबाट सुरु हानिदिइहाल्ने। माइनोरिटी इन्ट्रेस्ट यो कहाँबाट आउँछ, हाम्रो स्टेप 6बाट आउँछ। कति आएको छ? 1,10,000। 1,10,000 यहाँ लेखिदिइहाल्ने। यस पछाडि अब हाम्रो के छ, फर्मेट हेर्नु पर्यो। फर्मेट याद भयो भने भइहाल्यो होइन। के छ, प्रोफिटको आइटम होला त्यसपछि हो। माइनोरिटी इन्ट्रेस्ट पछाडि अब कहिलेकाहीँ अब माइनोरिटी इन्ट्रेस्ट भयो कि त गुडविल आउँछ कि त क्यापिटल रिजर्भ आउँछ। यहाँ क्यापिटल रिजर्भ छैन भने गुडविल आउँथ्यो, हामीले उता लेखिसक्यौँ। अनि जेनरल रिजर्भ दिएको छ भने लेख्ने हो, छैन। प्रफिट एन्ड लस मात्रै दिएको छ अनि प्रफिट एन्ड लसभित्र यी जोड्ने र घटाउने कुराहरू छन्, त्यो हेरौँला। त्यसो भए सिधै अब पिएल अकाउन्ट लेखे भयो, प्रफिट एन्ड लस अकाउन्ट। भन्नुहोस् क्वेसन हेर। अब मैले साह्रैको साह्रै गर्नुपर्छ। मतलब क्वेसन तपाईँहरू आफ्नो साइडमा राख्न सक्नुहुन्छ, मैले यहाँबाट हेरौँ क्वेसन। तपाईँहरूलाई पनि अलिक इरिटेटिङ लाग्यो होला कि त्यस्तो गरेको गर्दाखेरि, होइन? ल हेर, साइडबाट हेर्नुहोस् है आफ्नो क्वेसन। ल अब जुन तपाईँले प्रफिट एन्ड लस अकाउन्ट देख्दै हुनुहुन्छ, यो प्रफिट एन्ड लस अकाउन्ट चाहिँ 1,50,000 प्लस 2 लाख राख्नु पऱ्यो नि, होइन र? यहाँ भन्नु त 2 लाख राख्नु प्रोफिट होल्डिङ कम्पनीको मात्र राख्ने होला नि। हो। क्यापिटल र रिजर्भ एन्ड सरप्लस भनेको मालिकको लागि छुट्याएको पैसा हो क्या, ब्यालेन्स सिटभित्रको टोटल। टोटल ब्यालेन्स सिटको एउटा साइडमा यसै सर्कलमा लाइबिलिटी भनेपछि प्रोफिट र सेयर क्यापिटल चाहिँ होल्डिङको मात्र राख्ने, अरू सबै कुरा जोडेर राख्ने, यसरी बुझ्यो हुन्छ। इन्भेस्टमेन्टमा अलिकति हेर्नुपर्छ त्यो बाहेक है त। त्यो प्रफिट एन्ड लस पनि अन्ली होल्डिङको कति छ, 1,50,000। ठिक छ। यसमा हाम्रो फर्मेट हेऱ्यो भने एड रेभेन्यू प्रोफिटको सेयर छ क्या, सेयर इन रेभेन्यू प्रोफिट। रेभेन्यू प्रोफिट कति छ 20,000। हेरौँ।
सेयर इन रेभेन्यू प्रॉफिट। सर क्यापिटल प्रॉफिट चाहिँ किन नराखेको? सिधै रेभेन्यू मात्रै क्यापिटल ल ठिक छ। तपाईँले भन्नुभयो सेयर क्यापिटल र प्रोफिटको आइटम चाहिँ अन्ली होल्डिङको राख्ने। ठिक छ, सेयर क्यापिटल हामीले होल्डिङको राख्यौँ, प्रोफिट पनि होल्डिङको राखिरहेछौँ। त्यो प्रोफिटभित्र आउने आइटमहरू क्यापिटल प्रोफिट पनि हो, रेभेन्यू प्रोफिट पनि हो। रेभेन्यू त तपाईँले जोड्दै हुनुहुन्छ, ठिकै छ। क्यापिटल चाहिँ किन नराखेको? क्यापिटल हामीले कहाँ राखेका छौँ? स्टेप 5 कस्ट अफ कन्ट्रोलमा। यो क्यापिटल प्रोफिटको जुन 24,000को इफेक्ट सबै एडजस्ट भएर यो 76,000 आयो नि त गुडविल। भने क्यापिटल प्रोफिटको इफेक्ट त अलरेडी यो गुडविलभित्र गइसकेको छ 76,000मा। फेरि जोड्यो भने डबल राखेको भएन र? त्यो भएर रेभेन्यू मात्रै राख्ने। सेयर इन रेभेन्यू प्रॉफिट कति छ? यो कहिले कहाँबाट आउँछ? यो स्टेप 6बाट आउँछ हो, होइन 4बाट आउँछ। स्टेप 4मा तपाईँले रेभेन्यू प्रॉफिट निकाल्नु भएको एउटाको भागमा 16,000, एउटाको भागमा 4,000। अब कुन चाहिँ राख्ने त? होल्डिङको यो माइनोरिटी इन्ट्रेस्टको 4,000 त हेर्नुहोस् है, स्टेप 6मा तपाईँले सेयर इन रेभेन्यू प्रॉफिट भनेर राख्नु भएको यहाँ है, यो छुटेछ, काटिएछ है। अब यो के हेर्ने सोल्युसन हेर्दा यो सेयर इन रेभेन्यू प्रॉफिट, रेभेन्यू प्रॉफिट है 4,000 यहाँ राखेको छ भने त्यो त अलरेडी यो माइनोरिटी इन्ट्रेस्टको अमाउन्ट 1,10,000 भित्र गइसकेन र फेरि राख्ने कुरा आउँदैन। ओन्ली कसको? होल्डिङ कम्पनीको। 16,000 छ, 16,000 राखिदिने। अथवा यो त्योतिर जानुभन्दा त्यतातिर त्यो कम्प्लेक्स लाग्यो भने सिम्पल बुझ्ने, प्रोफिट र क्यापिटलको आइटम ओन्ली होल्डिङ कम्पनीको राख्ने रहेछ। सेयर इन रेभेन्यू प्रॉफिट सब्सिडियरीको किन, माइनोरिटीको किन नराखेको भनेर दिमागमा तपाईँको आउँदैन। किनकि हामीले यसरी बुझ्यौँ भने अन्ली होल्डिङ कम्पनीको प्रोफिट राख्ने भनेर बुझ्यौँ भने त्यो आउँदैन, त्यसकारण त्यो बुझ्नु। तर दिमागमा कहिले काहीँ आउनसक्छ होल्डिङ कम्पनीको प्रोफिट राख्ने भन्ने क्यापिटल चाहिँ किन नराखेको, अन्ली रेभेन्यू मात्रै किन राखेको? क्यापिटल चाहिँ अलरेडी त्यो गुडविल अथवा क्यापिटल रिजर्भ जुन स्टेप 5मा निकालिन्छ त्यहाँ गइसकेको हुन्छ, फेरि राख्यो भने डबल हुन्छ कि भनेर त्यति बुझे पुग्यो है त। अब एक्स्ट्रा यसमा एउटा अनरियलाइज प्रोफिट घटाउनुपर्छ। अहिले यो हेरौँला एकछिनमा, यसै ठाउँ छोड्ने के अनरियलाइज प्रोफिट वर्किङ नोट भन्ने, यसलाई ठाउँ छोड्ने। इन्टर ग्रुप प्रोफिट पनि भन्न मिल्छ है त। यसलाई यतिकै ठाउँ छोड्ने। अहिले टोटलमा हामीले यहाँ गरेर लेखौँला है। अब यसपछि अगाडि बढ्नु पर्दा रिजर्भ एन्ड सरप्लस भने अब लायबिलिटी आउँछ कि, भनेको लायबिलिटी अब हेडिङ नदिए पनि हुन्छ, लङ टर्म लायबिलिटी, करेन्ट लायबिलिटी, उसले क्वेसन जसरी दिएको छ त्यसै गरी गर्दा हुन्छ हामीले है। भनेको त यसपछि क्वेसन ब्यालेन्सिङमा के देखा, सिधै सन्ड्री क्रेडिटर्स दिएको छ, ठिक छ, हामी पनि सन्ड्री क्रेडिटर्स लेख्यौँ। तर खासमा ल 10% डिभेन्चर लेख्दा राम्रो, 10% डिभेन्चर दुइटैको जोडेर लेख्ने, ठिक छ। होल्डिङको कति, सब्सिडीको कति, दुइटैको जोडेर लेख्ने हो। कति कति छ अरू त सबै जोडेर लेख्ने हो कि, 2 लाख प्लस 1 लाख हो। तीन लाख। त्यसपछि के छ, सन्ड्री क्रेडिटर्स। सन्ड्री क्रेडिटर्स कति छ? 5 लाख र 2 लाख। 5 लाख र प्लस 2 लाख। तर यसमा अहिले म्युचुअल ओइङ भन्ने आउँछ कि, म्युचुअल ओइङ भनेको एउटाको डेटर्समा इन्क्लुड हुन्छ भने अर्काको क्रेडिटर्समा इन्क्लुड हुनैपर्छ, त्यस कारणले अहिले त्यो म्युचुअल ओइङ घटाउनुपर्छ, ठिक छ। त्यस पछाडि बिल्स पेएबल छ, त्यो लेख्थ्यौँ। यो पनि दुइटैको जोड्ने हो। ठिक छ, बिल्स पेएबल। सेयर क्यापिटल र प्रोफिट बाहेक अरू सबै जोड्ने हो, यसरी बुझौँ। त्यो इन्भेस्टमेन्टमा अलिकति कुरा आउँछ, त्यति हो। बिल्स पेएबल कति हो भन्दा, बिल्स पेएबल 50 र 40, 90,000।
त्यसपछि के छ, प्रफिट एन्ड लस अकाउन्ट हाम्रो माथि आइसक्यो, सक्यो, यतापट्टि सबै कुरा सक्यो। अब हामी उता एसएस साइडमा जाउँ। एसएस साइडमा अब रेन्डमली दिएछ क्वेसनमा, यस्तो खासमा पहिले फिक्स एसएस राखेर राख्दा राम्रो हो है। अब स्टक, अब के भन्ने, इन्भेस्टमेन्ट इन, अब हेर्नुहोस् यहाँ इन्भेस्टमेन्ट मैले जुन फर्मुला दिएको छु नि, इन्भेस्टमेन्ट कति बेला राख्ने भन्दा यहाँ फर्मुला हेर्नुहुन्छ, इन्भेस्टमेन्ट भनेको होल्डिङ कम्पनी र सब्सिडियरी कम्पनीको दिएको छ भने, सब्सिडियरी कम्पनीको दिएको छ भने जोडेर राख्ने, होल्डिङ कम्पनीको पनि जोड्ने, तर सब्सिडियरीमा गरेको चाहिँ नराख्ने, अरू राख्ने। जेनरली तपाईँहरूलाई यो क्वेसन यो प्राय कुनै कुनैमा मात्रै हुन्छ क्या, प्राय हुँदैन, बुझ्नुहोस् न। तपाईँहरूलाई आउने क्वेसनमा सजिलो त्यस्तो गाह्रो गरेर सोधिँदैन। त्यही भएर इन्भेस्टमेन्ट भनेको सब्सिडीमा गरेको चाहिँ नराख्ने, अरू राख्ने भनेर। यहाँ त इन्भेस्टमेन्ट इन सब्सिडरी कम्पनी नामैबाट दिएको छ भने यो चाहिँ राख्न मिलेन नि त, किनकि यसलाई चाहिँ नराख्ने, अरू राख्ने भनेको अरू त छँदै छैन नि यहाँ। इन्भेस्टमेन्ट इन सब्सिडी जस्तै नर्मल इन्भेस्टमेन्ट मात्र भनेको भए त्यो इन्भेस्टमेन्ट मध्येबाट सब्सिडरीमा गरेको चाहिँ घटाउने, किनकि यो त एउटै दुइटा एक हुँदैछ भने आफैमा इन्भेस्टमेन्ट गरेको देखाइँदैन नि त, त्यो भएर घटाउने हो भनेको। इन्भेस्टमेन्ट मात्रै भने हो भने मैले भनेको माथि लेखिदिएको कुरा आउन सक्छ भनेको, इन्भेस्टमेन्ट दुइटैको जोडेर राख्ने भने। यहाँ त न त सब्सिडियरीले इन्भेस्टमेन्ट कहीँ गरे, न त होल्डिङले सब्सिडियरी बाहेक अन्त गरे। होल्डिङ कम्पनीको ब्यालेन्स सिटमा देखेको इन्भेस्टमेन्ट अरू इन्भेस्टमेन्ट भयो भने राख्ने, तर सब्सिडियरीको नराख्ने, सब्सिडियरी दिएको भए त जोडेर राख्नुपर्छ भने। जेनरल तपाईँहरूलाई क्वेसनमा प्रायमा दिएको हुन्न भनेदेखि भनेको होल्डिङ कम्पनी यो 5 लाख त राख्न मिल्दैन, त्यो बाहेक अरू राख्नु पर्थ्यो जोडेर दुइटैको, त दुइटैको दिएको छैन अरू, त्यही भएर राखिएन। 5 लाख चाहिँ किन नराख्ने, यो त हाम्रो माथि आइसक्यो। अथवा यसरी पनि बुझ्नुहोस् न, यो फेरि राख्यो भने डबल राखेको हुन्छ नि, हाम्रो स्टेप 5मा आएको छ कि छैन त्यो कुरा त भन्नु। स्टेप 5मा आएको छ, भ्यालु अफ इक्विटी सेयर अक्वायर भनेकै इन्भेस्टमेन्ट इन सब्सिडी कम्पनी हो। यो 5 लाख आइसकेको छ यहाँ, यसको इफेक्ट गुडविल भित्रबाट गइसकेको छ, फेरि त्यहाँ राख्यो भने त डबल इफेक्ट जान्छ, त्यसरी बुझे पनि भयो है। सिम्पली इन्भेस्टमेन्ट इन सब्सिडी कम्पनी राख्ने होइन, त्यो बाहेक अरू राख्ने। सो इन्भेस्टमेन्ट राख्ने कुरा भएन भनेदेखि सिधै जाउँ, स्टक भने दुइटैको जोडेर राख्ने हो। दुइटैको जोडेर राख्ने कति छ, 1,50,000, 1,00,000 प्लस 50,000। यसरी ब्राकेटमा चाहिँ देखाइदिने ल, जति टाइम लागे पनि। र अनरियलाइज प्रफिट यहाँबाट घटाउने हो, एउटा एउटा भनेको उता प्रफिटबाट हो, लेस अनरियलाइज प्रफिट। अहिले यो वर्किङ नोटमा लास्टमा गरे हुन्छ, यसलाई लास्टमा, अहिले गर्ने होइन। यो आइटम त्यसै खाली छोडिदिने हो नि। स्टक भयो, त्यसपछि हाम्रो के छ अर्को, डेटर्स छ। डेटर्स कति छ, डेटर्स भनेको 250 छ, प्लस कति छ अर्को, डेटर्स भनेको 250 प्लस 150 भनेको 4 लाख रहेछ। यो डेटर्समै चाहिँ म्युचुअल ओइङ छ अरे, त्यही भएर लेस म्युचुअल ओइङ भनौँ, म्युचुअल ब्यालेन्स भनौँ। यहाँ पनि क्रेडिटर्स यसरी तपाईँलाई देखाइदिने 5-7 लाख भनेर, त्यसपछि अनि म्युचुअल ब्यालेन्स भनेर घटाइदिए भइहाल्यो, लेस सेम। यता एउटाको डेटर्समा हुन्छ नि अर्को क्रेडिटरमा हुन्छ क्या, त्यसरी बुझ्नु पर्यो। म्युचुअल ब्यालेन्स क्वेसनमा दिएकै हुन्छ, यो तल दिएको हुन्छ क्या। म्युचुअल ब्यालेन्स सन्ड्री डेटर्स भनेपछि एउटाको डेटर्स हुने थियो, अर्काको क्रेडिटर्सबाट घटाइदिने। डेटर्स क्रेडिटर्स भनेको एउटाको पाउन बाँकी अर्काको तिर्न बाँकी, त्यसरी देखिया हुन्छ नि त बुक्समा। 20,000 दुइटैबाट घटाइदिने सेम अमाउन्टले, यहाँबाट पनि 20,000, किनभने अब यो हामी 2-1 हुँदैछौँ भने लेनदेन छैन है भनेको के, भनेको यो 7 लाखमा 6,80,000 आयो। त्यस पछाडि यता 4 लाखमा यो गर्दाखेरि कति, 3,80,000 आयो। यसपछि के छ हाम्रो, अकाउन्ट रिसिभेबल छ, यो पनि दुइटै जोडेर राखौँ। अकाउन्ट रिसिभेबल छ कति छ, 2,00,000 प्लस 1,00,000, 3,00,000 भयो। जोडेर राख्ने, सबै कुरा जोड्ने कि, क्यापिटल र प्रफिट बाहेक। अनि इन्भेस्टमेन्ट चाहिँ स्टेप 5मा राखेको इन्भेस्टमेन्टको अमाउन्ट बाहेक अरू राख्ने, यसरी बुझे झन् सजिलो होला।
अकाउन्ट रिसिभेबल यो भयो। यसपछि के छ, स्टक भयो, डेटर्स भयो, अकाउन्ट रिसिभेबल जोडियो, इन्भेस्टमेन्ट इन सब्सिडियरी कम्पनी यो त राख्न मिल्दैन, तर इन्भेस्टमेन्ट मात्र भनेर अरू दिएको दुइटै दिएको जोड्नु पर्थ्यो। क्यासेट ब्याङ्क पनि राख्नु पऱ्यो नि त जोडेरै, क्यासेट ब्याङ्क दुइटैको कति छ भन्दा अरू केही छैन हाम्रो। अब तल दिएको मध्ये एउटा अनरियलाइज प्रोफिट निकाल्ने हो, त्यसलाई वर्किङ नोटबाट गर्ने। वर्किङ नोट भन्ने अनरियलाइज प्रोफिट। अब क्वेसनमा अन कस्ट भन्ने खालको पर्सेन्टेज दिएको छ है कि सेल भन्ने खालको त्यसरी हेर्नु पऱ्यो। फर्मुला त्यही अनुसार बनाइदिएको छु मैले। अन सेल भनेर छ, अन सेल छ भने सिम्पल के छ, अमाउन्ट रिमेनिङ इन स्टक, बाँकी रहेको स्टकमा रिमेनिङ इन स्टक मल्टिप्लाई बाई रेट डिभाइड बाई 100 हो। यदि सेल भने हो भने चाहिँ कति रहेको छ अमाउन्ट, स्टक इन्क्लुड 10,000 भने होइन, 10,000 भने रेट कति हो 20% हो, 20 डिभाइड बाई पर्सेन्ट हटाउनु त 100 गरे हो भनेको 2000 आउँदो रहेछ राइट। ठिक छ, यो 2000 चाहिँ प्रोफिट बुक चाहिँ भइसक्यो। यो सब होल्डिङ कम्पनीले यहाँ अनरियलाइज प्रोफिट 2000 प्रोफिट बुक गरिसकेको हो, तर खासमै प्रोफिट भएकै छैन नि त। अब त्यो स्टक त मेरै हो अब भन्ने हुन्छ नि त। त्यही भएर यहाँबाट पनि घटाउने, उता स्टकबाट पनि घटाइदिने। यो गऱ्यो भने यता आयो 148 अनि यता आयो कति 150 सोच्नु भनेपछि 164 आयो राइट। सकियो, अब जोड्नु पऱ्यो। 1,10,000 प्लस 1,64,000 तपाईँहरू निदाइसकेको हो कि हो? छैन छैन निधा त छैन। हाम्रो के अमाउन्ट छुट्यो कि? ए 10 लाख यसो 10 लाख प्लस 1,10,000 प्लस 1,64,000 प्लस 3 लाख प्लस 6,80,000 प्लस 9। तपाईँले जे भन नेता त छैन तर कि बुझे पनि छैन। ठिकै छ, बुझिन्छ बिस्तारै। अर्को क्वेसन पनि हेरौँला नि। टोटल भने कति आयो, 23,44,000 आयो यता। अब ब्यालेन्स सिट हो, ट्याली हुनैपर्छ। यता यति आउनै पर्छ, हेरौँ न आउँछ कि आउँदैन। । 14,80,000 हो कि स्टक अमाउन्ट के हो? क्वेसनमा प्लान्ट एन्ड मेसिनरी दिएको छ नि त होइन? त्यो त हामीले लेखेन छौँ नि त यहाँ। प्लान्ट एन्ड मेसिनरी हो। प्लान्ट एन्ड मेसिनरी चाहिँ कति छ भन्दाखेरि 8 लाख प्लस 5 लाख रहेछ, 13 लाख भनेर है। र ठ्याक्कै 23,44,000 मिल्यो। ठिक छ त, लेन्दी जस्तो लाग्न सक्छ तर हामी एकदम स्टेप बाई स्टेप जाने अनि एउटै तरिकाले प्र्याक्टिस गऱ्यो भने खासै समस्या चाहिँ हुँदैन है त। बुझ्नुभयो यो क्वेसन? यसमा केही केही कुरा भनिदिनु छ अहिले? मलाई एकचोटि त्यो म्युचुअल ब्यालेन्सवाला भनिदिनु न। म्युचुअल ब्यालेन्स भनेको घटाउनु पर्छ भन्ने कुरा बुझ्नु भएको कि छैन? कहाँ घटाउने कसरी त्यो त भनिदिन्छु। पहिलो कुरा घटाउने कि नघटाउनेमा तपाईँलाई के लाग्छ यसरी सोच्नुहोस् त।
किन घटाएको भन्ने बुझ्न मतलब किन घटाएको नबुझ्या या कहाँ चाहिँ घटाएको नबुझ्या कहाँ चाहिँ नभएर खटाएको नबुझे। किन चाहिँ घटाएको त्यसो पहिले त्यसको एन्सर दिनु अनि कस्तो मेरो यो खुट्टो निदाइरहेको क्या भन्नु त किन घटाएको रे एकले अर्कालाई दिन एउटा इक्जाम्पल भनिदिन्छु है त किन घटाएको भन्ने कुरामा त्यसपछि कहाँ घटाउने अनि म भनिदिन्छु सरी एकै मिनट है त एकदमै धेरै गरेँ जस्ट मिनट ल अनि कुरा गर्दैछु जसले सोध्दै हुनुहुन्छ नि त मेच्योर लर्निङ किन घटायो भने तपाईँ हुनुहुन्छ कि हुनुहुन्न है छोडेर जाँदै हुनुहुन्छ अब क्लास अलमोस्ट सकिसक्यो आजलाई भन्नु त जसले सोध्दै हुनुहुन्छ। हुनुहुन्छ है ओके ल एउटा इक्जाम्पल दिन्छु पहिले किन घटाएको बुझौँ त्यसपछि कहाँ घटाएको अनि म भनिदिइहाल्छु है त लेट्स से एउटा इक्जाम्पल हेरौँ मैले भनिहालेँ कन्सल्टेसन भनेको दुइटैलाई जोड्नु हो दुइटा एक हुनु हो भन्नुको मतलब यदि एउटा इक्जाम्पल गरौँ जस्तो एउटा यो हाइपोथेटिकल इक्जाम्पल हो लेट्स से तपाईँ हुनुहुन्छ एकजना अनि ल लेट्स एज्युम तपाईँको म्यारिज भएको छैन ओके जसैलाई एउटा हाइपोथेटिकल इक्जाम्पल दिनु है त तपाईँको म्यारिज भएको छैन तपाईँ हुनुहुन्छ र तपाईँको एकजना पार्टनर हुनुहुन्छ एकजना तपाईँहरूको लेनदेन बाँकी छ भन्नु मतलब तपाईँको पार्टनरबाट लिन बाँकी छ 1 लाख ओके भनेको 1 लाख लिन बाँकी छ तपाईँहरूको बिहे भयो भने कि तपाईँको पार्टनरले तपाईँलाई 1 लाख तिर्नै पर्छ भन्ने खालको अब त दुईजना एक भइसक्यो एउटा परिवार एक परिवार भइसक्यो भने क्यान्सल भइहाल्यो नि त त्यो कुरा त लिन तपाईँको लागि तपाईँको पार्टनरले तपाईँलाई 1 लाख दिन बाँकी छ भन्नुको मतलब तपाईँले मेरो पार्टनर बाट 1 लाख लिन छ भन्नुभयो लिन बाँकी भनेर देखाइरहनु भयो अनि तपाईँको पार्टनरले पनि उनलाई तिर्न 1 लाख छ भनेर भन्नु भयो ठिक छ एकअर्कामा दिन बाँकी छ जब तपाईँहरूको बिहे भयो अरे सपोज बिहे भइसकेपछि अब तपाईँलाई लिन बाँकी भन्ने कि उहाँलाई दिन बाँकी भन्ने कि उहाँले दिनै दिनुहुन्न तपाईँलाई तपाईँ पनि लिन खोज्नुहुन्न होला भनेको मतलब क्यान्सल गर्न त आवश्यक रहेछ कसरी भन्दा होल्डिङ कम्पनी र सब्सिडी कम्पनी कन्सोलिडेट गर्नु भनेको जस्ट लाइक म्यारिज हो कि भनेको मतलब हामी दुई एक भइरहेछौँ भने उताको सब्सिडी कम्पनी पनि सबै मेरो हो भने सब्सिडी कम्पनीलाई मैले केही तिर्न बाँकी छ भने मैले अब त्यो तिर्दिनँ नि अनि सब्सिडी कम्पनीले मबाट लिन बाँकी छ भने उसले लिँदैन नि त्यो अब एकै भइसक्यो हो नि त दुइटै त्यो रिजनले गर्दा घटाउनु पर्ने रहेछ किनकि यो इन्टरनल ट्रान्जेक्सन हो एकअर्काको लिन दिन बाँकी हो तर कहाँनिर घटाउने भन्ने कुरा चाहिँ के चाहिँ लिन दिन बाँकी छ त्यसमा डिपेन्ड गर्छ जस्तै यसमा के भनेको थियो क्वेसन हेरौँ जस्तै हेरौँ है त क्वेसनमा के भनेको थियो भन्दा हेर्न सक्नुहुन्छ द सन्ड्री डेटर्स ठिक छ जसको सुकै नाम भन्नुहोस् डजन्ट म्याटर सन्ड्री डेटर्स इन्क्लुड 20,000 ड्यू फ्रम सब्सिडियरी कम्पनी भनेको मतलब एउटाको डेटर्सभित्र डेटर्स भनेकै पैसा लिन बाँकी भने हो नि त रिसिभेबल जस्तै भने हो नि त भनेको 20,000 चाहिँ लिन बाँकी छ भनेर यो डेटर्सभित्र देखाएको छ अरे यहाँ डेटर्स जुन छ जसको सुकै देखा डजन्ट म्याटर माथि ब्यालेन्स सिटको एउटाको डेटरमा 20,000 लिन बाँकी छ एउटाको डेटरमा लिन बाँकी छ भने त्यो अब लिँदैन हामी एक भइसकेपछि त्यस कारणले एउटाको डेटरबाट घटाइदिनु पर्यो 20,000 एउटाको डेटर लिन बाँकी छ भन्यो भने उताबाट पनि तिर्न बाँकी छ भनेर देखा होला नि त तिर्न बाँकी भनेर त उसले लाइबिलिटी अनि क्रेडिटर डेटर्स छ भने क्रेडिटर्समा तिर्न बाँकी भनेर देखेको होला नि त भनेको उसले पनि अब तिर्दैन त्यस कारण उता क्रेडिटरबाट पनि घटाइदिने म्युचुअल होइङ दुईतिरै क्यान्सल गर्ने त्यो भएर म्युचुअल होइङ भनेको घटाउनु कारण भइहाल्यो कहाँनिर घटाउने भन्दा क्वेसनको इन्फर्मेसन हेर जस्तै यहाँ अब डेटर्स एउटाको डेटर्समा इन्क्लुड छ भने एउटाको डेटर्सबाट घटाउनु पर्यो भने डेटर साइडबाट पनि घटाउनु एसएस साइडको डेटरबाट घटाउनु पर्यो लाइब्रेरी साइडको क्रेडिटरबाट घटाउनु पर्यो ठिक छ यो कुरा सिम्पलै भयो अरू केही छ यसमा केही छ कि छैन अरू सर यो क्वेसन चाहिँ फोटो पठाइदिनु है।
हजुरले पाउनु भएको छैन ओलिज गोल्ड? मसँग छैन अहिलेलाई। होइन, मैले पिडिएफ पठाइदिएको छु नि। ए हस्, हेर्नु पर्ला त्यसो भए। एकपल्ट हेर्नुहोस्, होइन भने म फेरि रिसेन्ड गरिदिन्छु नि त। हस्, मसँग यो बुक छैन त्यही भएर। ठ्याक्कै यही ओलिज गोल्ड पठाइसकेको छु, त्यहाँबाट हेर्नुहोस् है त। अनि ए सर के अरे यसमा वाट्सएपमा यता आजको यो रेकर्डेड भिडियो पठाइदिनु न, यो लास्टको चाहिँ अलिकति हाफ आधीबाट हेरेँ मैले। भनेको आज अघि नि भएको होला क्लासको। होइन अघि नै होइन, यही जुममा भएको चाहिँ। म सबै पठाइदिन्छु, जुममा भएको अघि नै भएको सब पठाइदिन्छु त्यो त। हजुर हस्। अरू केही छ सोध्नुपर्ने? अहिलेलाई त केही छैन, पढाउन्जरी त आए जस्तो हुन्छ, फेरि पढ्न छोडेपछि चाहिँ। ठिकै छ, प्र्याक्टिस गर्नु न है। हस्। लिक्विडेसन अनि यो क्यापिटल स्ट्रक्चर, भ्यालु एडेड स्टेटमेन्ट, यो तिनवटा एकदम राम्रोसँग गर्नुहोस्। मैले क्लासमा गराएको यति क्वेसन गर्नुहोस्, ठिक छ? त्यति मात्रै गरे पुग्छ। त्यो तिनवटा च्याप्टर भयो। प्लस अब मैले तपाईँहरूलाई भेरी सर्ट क्वेसन 20 मार्क्सको लागि छुट्टै एउटा मोडल सेट जस्तो बनाएर प्र्याक्टिस गराउँछु नि, त्यहाँबाट 20मा 20 सेक्योर हुन्छ। त्यो रिजनले गर्दाखेरि ती तिनवटा च्याप्टर प्लस मैले जुन अब 4-5 दिन, एक हप्ता पछाडि चाहिँ त्यो एउटा मोडल सेट जस्तो भनेको एक्जाम आउने समय अलिक एक्जामको नजिक नजिकतिर चाहिँ भेरी सर्ट क्वेसनहरू 20 मार्क्सको इन्क्लुडिङ थ्योरी सब एउटा मोडल बनाउँछु। त्यति हेर्दाखेरि त्यहाँबाट 20 कभर हुन्छ भने पास चाहिँ त्यसरी भइन्छ। अब यी च्याप्टरहरू चाहिँ अलिक राम्रो नम्बर ल्याउँछु भन्ने अथवा गर्ने 100मा 100 टोटल ब्यालेन्स सिट नमिले पनि एटिएम गरे भने नम्बर आउँछ यहाँबाट। स्टेप बाई स्टेप छ नि त। प्लस यसमा सबै क्वेसन उस्तै हुन्छ कि, बुझ्न मात्रै कम्प्लेक्स लाग्न सक्छ, बुझिसकेपछि सबै उस्तै उस्तै हो, त्यो गाह्रो हुँदैन। अब भोलिको लागि होमवर्क गरेर आउनु न त। एकचोटि आफैले प्र्याक्टिस गर्नुहोस् न एउटा क्वेसन है। हुन्छ। यो 2068 क्वेसन नम्बर 16 होला नि। सक्ने है त। त्यो होइन, त्यो होइन, त्योभन्दा पनि कुन चाहिँ गर्दाखेरि हुन्छ भन्दाखेरि 68 भनेको एबिसी कम्पनी इन्भेस्टेड भन्नेवाला? होइन, त्यो होइन। एक मिनट ल। हजुर ठिक छ, यो क्वेसन गरेर आउनु भोलि। 2068 आइआई भनेको यो एबिसी, हजुर एबिसी कम्पनी इन्भेस्टेड भन्नेवाला है त। प्र्याक्टिस अरू अरू क्वेसनहरू पनि उस्तै उस्तै जस्तो छन्, यसो प्र्याक्टिस चाहिँ गर्नुहोस् न भनेको यही भन्नु। प्लस तपाईँहरूले मलाई क्वेसन पठाउन सक्नुहुन्छ ग्रुपमा 2076 यताको क्वेसनहरू 76, 77, 78 ती क्वेसनहरू अलिक लेटेस्ट हुन्, त्यताको क्वेसन चाहिँ प्र्याक्टिस गर्नुपर्छ, त्यस्तो क्वेसनहरू आउन सक्छ कि। ठिक छ, तपाईँहरूको मध्ये कोहीसँग छ होला त्यो ग्रुपमा एकचोटि पठाउनु ल, भोलि जस्तो पिडिएफ बनाएर पठाउनु होला, क्यामी स्क्यानर भन्ने एप युज गरेर। मसँग त छैन, अरू साथीहरूले पठाइदिनु होला नि। कोहीसँग छ, मलाई अघिल्लोचोटि पढाउँदाखेरि पठाउनु भएको थियो, तर अहिले मसँग त्यो छैन। त्यो एकचोटि पठाइदिनुहोस्, अनि जोसँग छ त्यो त्यहाँबाट चाहिँ क्वेसन प्र्याक्टिस गरेर आउनु। 76, 77, 78 एन्ड यति 79, अस्ति सोधेको नि 79, यतिसम्म क्वेसन हामीले 4 वर्षको चाहिँ गऱ्यो भने अरू हुन्छ कि, किनभने यी लेटेस्ट हो, त्यस्तै लेटेस्टबाट रिपिट हुने चान्स हुन्छ है त। आजलाई अब क्लास यति नै गरौँ होला होइन त, 10 बज्न लागेछ। मेरो त 1 बजिसक्यो। ठिकै छ, हस् हस् सर, हस्। हस्, थ्याङ्क यू, गुड हस्, नाइट। गुड नाइट।